म मेरो जनता, मेरो भाइ, मेरो बहिनी, मेरो देवर, मेरो जेठाजु, मेरो जति पनि मेरो मित्र, मेरो आफ्नो छ, मेरो सबैलाई मेरो आन्तरिक हृदयबाट तपाईँहरू सबैलाई प्रणाम गर्दैछु म। अर्को कुरा के भन्दाखेरि नि, जतिखेर पार्टीको मिटिङ हुँदै थियो त्यतिखेर मैले त केही पनि भनेको थिइनँ। मैले त बाटो पो बनाएन भनेको थिएँ। बाटो बनाएन, पानी आएन भनेर भनेको थिएँ। मैले कसैलाई चोर भनेको थिएन, किनभने त्यो त आँखाले पनि देख्छ नि त। बाटो नबनेको त आँखाले पनि देख्छ होइन। र पानी नआएको हामीले पिउँदिन, हामीलाई थाहा हुन्छ पानी आएन, हामीले पिएन होइन। त्यो कुरा मैले भनेको थिएँ। र मैले कसैको घरमा तिमीहरू पसेर बलात्कार गरेको थियौ, र कसैको घरमा छोरीलाई तानेको थियौ, र कसैको घरमा के गरेको थियौ भन्ने शब्द मैले बोलेको थिइनँ। किन म त आमा हो नि त, म आमा हो, किनभने म त्यो शब्द कहिले पनि बोल्ने छुइनँ। र मैले कसैलाई गुन्डा पनि भनेको थिएन, र मैले कसैलाई केही पनि भनेको थिएन। मेरो जति पनि जनताहरू सबै हाम्रो हो। र टिएमसीको नेताहरू चाहिँ अलिकति सोचेर बुझेर बोल्नुहोस्, किनभने हामी चाहिँ गाउँमा बस्छौँ, हामी जङ्गलमा बस्दिनँ, हामी गाउँमा बस्छौँ। गाउँमा बसेर गाउँको जस्तो मान्छे हुन्छ। आज तिम्रो हातमा पावर छ भनी तिमीले जे पाइ त्यही भन्नु हुँदैन, किनभने तिम्रो पनि कोही भाउजू हो, कोही आमा हो, कोही काकी हो, कोही के हो। आज तिमीले भन्नु पाए भन्दैमा तिमीले यस्तो शब्द उस्तो शब्द भन्नु हुँदैन। र मेरो घरको गाउँको मान्छेलाई के भन्यो भने भोट त मलाई यो गाउँको मान्छेले कसैले दिँदैन, र म त यहाँ तिमीहरूलाई सुनाउनु मात्रै आएको। तिमीलाई थाहा छ त्यहाँ गएर हिँड्दाखेरि चाहिँ भोट चाहिँ कसलाई दिन्छ भनेर तिमीले देखेको छौ? तिमीले कसलाई दिन्छौ, कसलाई दिँदैन, कसलाई क्यामेरा लगाएको छौ? तिमीले लगाएको छौ भने देखाऊ, क्यामेरा देखाऊ कसले लगाएको छ, कसले लगाएको छैन। म त आज बिजेपीले जितेको छ त म कुनै जनतालाई भन्दिनँ कि भोट लगाएको छैन भनेर। सब जनता मेरो हो, सब जनता बिजेपीको हो, र भोलिको दिनमा पनि यो बिजेपीको जनता हाम्रो हो। भोलिको दिनमा पनि यिनीहरूको पछि सधैँ हामी बसिरहेको हुनुपर्छ। र म चाहिँ यस्तो खालको मान्छे हो जसले पनि डेभलप ल्याउँदैन त्यसको पछि लाग्ने मान्छे हो म। बिजेपीले डेभलप ल्याएन, बिजेपीले चोरेर खायो, त्यसको पछाडि पनि तपाईँले मलाई पाउनुहुन्छ। र टिएमसीले पनि चोरेर खायो, त्यसको पछाडि म हुन्छु, किनभने म एउटा जनता हो नि त। म एउटा गाउँको जनता हो, म नेता होइन, म एउटा जनता, साधारण जनता हो। र जनताको हरेक दिन म जनताको पछि बस्नेछु। र भोलिको दिनमा पनि मेरो दाजुभाइहरूलाई पनि म यहाँबाट भन्दैछु, आज हाम्रो विजय जुलुस हो, हामी विजय जुलुस गर्दैछौँ। भोलिको दिनमा पनि हाम्रो नेताहरूले पनि त्यस्तो नराम्रो काम नगर्नु। जो चाहिँ कुदे आउँदैछ, मुसुरी नपाएर अर्कोले पायो, कुखुराको चल्ला लिएर आउँदा उसले पाएन, अर्कोले पायो, लाइनमा गएको त त्यो मान्छेलाई नदिएर अर्को मान्छेलाई दियो। त्यो नेतागिरी यहाँ नगर, त्यो नेतागिरी नगर। भोलिको दिनमा हामी पनि तपाईँहरूको पछि हुन्छौँ, किनभने रोटी भनेको नि दुईपट्टि पाक्छ क्या, रोटी चाहिँ एकपट्टि पाक्दैन, त्यो चाहिँ सबैलाई थाहा नै छ। र हाम्रो नेता सुभाष दाजु जस्तो हुनुपर्छ, जो चाहिँ विपक्षीमा बसेर आज जितेर देखायो। तपाईँहरू जस्तो लोगो चाहिँ होइन। अस्ति सिपिएम गर्दा त्यहाँदेखि टिएमसीमा आयो, टिएमसी गर्दा अब बिजेपीमा आउँछ हौ भनेपछि चोर को हो? चोरेर खानु खोल्ने सिकेको छ, हामीले होइन। हामी भोलिको दिनमा पनि बिजेपी नै हुन्छु, त्यसको पछि पनि हामी बिजेपीमै हुन्छु। टिएमसीको नेताहरूलाई चाहिँ म के भन्न चाहन्छु, हिम्मत छ भने विपक्षी भएर बसेर देखाऊ, विपक्षी भएर देखाऊ। तिमी विमल गुरुङको साथ नल्याऊ। विमल गुरुङ चाहिँ पहिला गोर्खा हो, त्यसको पछि बिजेपी नै हो। यो चाहिँ हामीलाई थाहा छ। 2007 देखि आन्दोलन गरेर आएको मान्छे चाहिँ म हो, किनभने म गोर्खालाई माया गर्छु, म आदिवासीलाई माया गर्छु। त्यसको कारणले चाहिँ आज म बिजेपीमा म बसेँ। किन टिएमसीमा मैले टिएमसीमा आएन होला, मलाई टिएमसी गर्नु भनेर आएन होला, आयो, तर म बिक्री हुने नेता चाहिँ होइन। म चाहिँ जहिले पनि बिजेपीलाई माया गर्छु, हमेसा माया गर्नेछु र सधैँ माया गर्छु। हिम्मत छ भने बाफ्रे एक हप्ता पनि भएन हौ, बाफ्रे एक हप्ता त भयो, एक महिना त पर्छ। हामी त विजय जुलुस पनि गरेको थियौँ, उनीहरू त विमल गुरुङलाई भेट्नु गयो अरे भन्छ। ल कस्तो कुरा सुन्नुपर्छ है। हिम्मत छ भने टिएमसीबाट देखाऊ। आज मलाई बोल्ने तिमीले बाध्यता लगाएको आइसिडिएसले, आशाले सर्वे गरेर नाम काटेको भनेर भन्यो। आशाले नाम काटेको
कसैको पनि त्यहाँ नाम आउँथेन, किनभने जुन प्रकारको सर्वे हामीलाई गर्नुभएको थियो नि त्यो सर्वे गरेको भए चाहिँ तलबन्दी कसैले पनि घर पाउने थिएन। तर हामी विद्यासँग लड्ने मान्छे हो, विद्यालाई भन्ने मान्छे हो हामी कि होइन। गगनको घर भनेको गगनको क्वार्टर हो। भोलिको दिनमा यिनीहरूलाई निकालिदियो यिनीहरू कहाँ जान्छ? यिनीहरूलाई चाहिँ घर दिनुपर्छ, बगानमा प्रत्येक मान्छेको घर हुनुपर्छ भनेर विद्यासँग बात गर्ने चाहिँ हामी हो। तिमीहरू जस्तो त पछाडि बसेर आइसकेपछि दिने मान्छे होइन हामी लिएर आउने मान्छे हो। यति कुरा याद गर्नु। सजिलो पारेर तिमीहरूले दिएपछि त्यसको पछाडि तिमीहरूले हामीलाई लालछन लगाउनु तिमीलाई लाज लागेन? लालछन लगाउनु भन्दा पहिला सोचेर हेर्नु, किनभने गाउँ त हाम्रो पनि गाउँ हो, गाउँको मान्छे हाम्रो पनि मान्छे हो। गाउँमा सबै मान्छे काम लाग्छ भन्ने कुरा हामीलाई पनि थाहा छ र तपाईँहरू पनि थाहा गर्नुहोस्। मर्दा पर्दा पर्ने मान्छे भनेर तपाईँलाई पनि थाहा छ र हामीले कसलाई चाहिँ बिगारेको छ र मर्दा पर्दा हामी त्यो घरमा जाँदिनँ भनेर तपाईँले भन्नुभयो, कसरी भन्नुभयो त्यतिखेर? आज त मैले सुन्दा मलाई धम्काउन आएको भन्नु न डाइरेक्ट। किन भन्नु? किनभने मेरो घरमा मेरो गाउँको मान्छेले भोटै दिँदैन भनेर तपाईँले कसरी थाहा पाउनुभयो? बिचरा मेरो घर गाउँको मान्छेले सबैले टिएमसीमा भोट दिएर पञ्चायतमा जिताएको मान्छेलाई त्यो मान्छेले मेरो गाउँको मान्छेले भोट दिएन अरे। किन? चिट्ठामा नाम लेखेको थियो, पञ्चायतको चिट्ठामा नाम लेखेको थियो। तपाईँले भन्नुभयो होला यो फल्नाको चिट्ठा भनेर। हामीलाई त थाहा थिएन, तपाईँले त उहाँ चिट्ठा पनि पढ्नु भएछ। हामीलाई त त्यस्तो थाहा छैन हामीलाई, किनभने हामी त्यस्तो जान्दिनँ पनि र त्यस्तो गर्दिनँ पनि। र म यति नै भन्न चाहन्छु, विमल गुरुङ चाहिँ हाम्रो भोलिको दिनमा हामी यहाँ ल्याउँछु। विमल गुरुङ हाम्रो। जय गोर्खा, जय गोर्खा। भोलिको दिनमा कसैलाई पनि धम्काउने काम चाहिँ कसैले नगर्नु, किनभने हाम्रो बिजेपीको केटाहरूले पनि कसैलाई नाम तोकेर धम्काउने काम नगर्नु, किनभने जनता हाम्रो हो। जनता बिना नेता अधुरो छ, जनता छ त नेता छ।